रवि लामिछाने भन्ने मान्छे भाग्छ भन्ने तपाईँहरूलाई डर छ भने मलाई बोलाउनुहोस्। म नेपालमा गत 6 वर्षदेखि लगातार रूपमा हाइएस्ट ट्याक्स पेयर, एजुकेसन र हेल्थ हाइएस्ट ट्याक्स पे गरेको मान्छे हो। म 2टा ल्याप्चे लगाएर रविजी भाग्दैनन् भन्ने जिम्मा लिएर निकाल्दिन तयार छु। कसैले कसैलाई विश्वास गर्नु पर्यो नि त है। त्यस कारणले गर्दाखेरि सरकारलाई आह्वान गर्न चाहन्छु, यस्ता खालका ओलझोल पूर्ववर्ती सरकारहरूले गरेका चाहिँ खराब कामहरू होइन, नियतवश गरिएका षड्यन्त्रमूलक यी कामहरूका पक्षमा तपाईँहरू पृष्ठपोषण नगर्नुहोस्। चाँडोभन्दा चाँडो सहकारी पीडितहरूको पैसा फिर्ता हुने सुनिश्चितता सहित यो निर्णय गर्नुहोस्। अदालतले मागेको बिगो तिर्नलाई तपाईँ सहयोग गर्नुहुन्छ? जनताले सहयोग गर्छ, म पनि गरिदिन्छु। भनेको छोड्नलाई डाक्टर सुनिल शर्माले जम्मा लिन तयार हुनुहुन्छ। सहकारी पीडितहरूको पैसा फिर्ता गर्ने शर्तमा सशर्त होइन, यदि राज्यलाई विश्वास छैन भने मलाई बोलाएर साइन गराउनु, म साइन गरिदिन्छु। रविजी भाग्दैन। प्रधानमन्त्रीजीले अहिलेको सरकारले भनिरहेको छ यो फिर्ता लिन मिल्ने मुद्दा होइन, यो त कानुन रूपमै टुङ्गिनु पर्ने हो। प्रधान न्यायाधीश भइसकेका व्यक्ति अहिले त कानुनकै सबै मन्त्रीहरू पनि कानुन बुझेकै मन्त्री हुनुहुन्छ, उहाँले भन्नु भएको छ फिर्ता होइन। सुन्नुहोस् न, फेरि म तपाईँलाई सोध्छु, रवि लामिछानेलाई यहाँ थुनेर सहकारीले 1 रुपियाँ पाए फिर्ता पाएन नि कि त फिर्ता गराउनु पर्यो? खोइ त फिर्ता गराएको छैन नि त। भनेपछि सहकारी पीडितको पैसा फिर्ताको सुनिश्चितता 30 दिनभित्र गर्ने गरी यसको सोलुसन गर्नुपर्छ। तपाईँहरूकै गठबन्धनको सरकारले फिर्ता गर्यो? हाम्रो गठबन्धनमा सुन्नुहोस् न, हाम्रो गठबन्धनमा मै थुना परे हो, हाम्रो गठबन्धनमा त मै थुना परे हो। देखिहाल्नु भयो हालत के हो। उहाँले के भन्नुभयो भने सुन्नुहोस्, उहाँले के भने मलाई सन्देश उहाँले केही पठाउनु भएन, तर उहाँले भनेको बेला मलाई इन्ट्रेस्टिङ एउटा मिठो चाहिँ के लाग्यो भने, सुनिलजी हाम्रो संविधानमा प्रब्लम रहेछ, त्यस कारणले म यहाँ नयाँ संविधान कस्तो बनाउने भनेर लेखिरहेको छु भनेर भन्नु। मलाई बडा खुसी लाग्यो। मैले पनि भने तपाईँले नयाँ लेख्दै गरेको संविधानमा म पनि 2टा हरफ थपौँला भनेर। के हुन सक्छ? अब त्यो त आउँछ नि त पछि। तपाईँले रवि लामिछानेलाई भेटेर रवि लामिछानेको प्रवक्ता जसरी अगाडि आएर प्रस्तुत हुँदा तपाईँलाई कङ्ग्रेसको नेता मान्छन्? तपाईँ त कङ्ग्रेसको भविष्य राष्ट्रपतिले लोकतन्त्रमा विश्वास गर्ने, डेमोक्रेसीमा विश्वास गर्ने मान्छेले समाजमा हुने अन्याय, समाजमा हुने होइन अन्यायपूर्ण गतिविधिहरूका विरुद्धमा खुलेर हामीले बोल्नुपर्छ हो कि। र यो एउटा तन्त्र पनि हो। र आजकै मितिमा रवि लामिछाने दोषी हो या होइन भन्ने यो विषय पनि होइन, किनभने अदालतमा विचाराधीन मुद्दा हो र त्यो विचाराधीन मुद्दाको अन्तिम फैसला आउन बाँकी छ। त्यसले भन्ला न्यायिक निरूपण होइन। म फेरि भन्दैछु तपाईँलाई, म फेरि पनि भन्दैछु तपाईँलाई, रवि लामिछानेलाई होइन देशभित्रको मुभमेन्ट गर्न दिने गरी, विदेश जान नपाउने गरी अथवा अन्य मोडालिटीमा नयाँ मोडलहरू निकाल्न सकिन्छ। त्यो मोडालिटीमा तर त्योभन्दा प्रधान कुरा चाहिँ के हो भने सहकारी पीडितहरूको पैसा 1 महिनाभित्रमा फिर्ता गर्ने गरी त्यसको सुनिश्चितता सहित तपाईँको चाहिँ छोड्नुपर्छ। यसको सङ्केत तपाईँ राष्ट्रसभाबाट कहीँबाट निर्वाचनमा उठ्दै हो उम्मेदवार? नेपाली काङ्ग्रेसबाट 23,000 फरकमा जितेको मान्छे, मलाई त्योभन्दा बढी फरकै चाहिएको छैन।